हेलो एभ्रिवान। आज चाहिँ म हाम्रो देशको सेयर मार्केटको बारेमा केही कुरा भन्न गइरहेको छु। हाम्रो सेयर मार्केट कसरी चल्छ र मेन कुरा भनेको साना लगानीकर्ताहरूले कसरी त्यसमा छिर्न सकिन्छ भन्ने बारेमा केही मेरो नलेजहरू सेयर गर्न गइरहेको छु। अब यो भनेको अलिकति नलेजेबल भिडियो भनौँ न, कुनै मोटिभेसन भन्दा नि नलेजेबल भिडियोको रूपमा लिनु होला। सर्वप्रथम त हाम्रो देशको सेयर मार्केट भनेको टोटली अनस्टेबल सेयर मार्केट हो। कहिले डाउन कहिले अप, त्यो भनेको धेरै नै भइरहन्छ के भने फ्लक्चुएसन त हुन्छ वर्ल्ड मार्केटमै, कहिले डाउन कहिले अप हुन्छ। तर नेपालमा चाहिँ अलिकति बढी नै एउटा समूह हाबी भएको हो कि भन्ने कुरा देखिन्छ। हुन त सेयर मार्केट भनेको डिमान्ड एन्ड सप्लाईको कम्बिनेसन हो। एउटाले डिमान्ड गर्दाखेरि अर्कोले क्यास प्राप्त गर्ने, अर्कोले सप्लाई गर्दाखेरि अर्कोले सेयर प्राप्त गर्ने हो। त्यसको मतलब एकजना लगानीकर्ताको क्यास अर्को लगानीकर्तालाई जाने हो। त्यसमा अब कतिलाई प्रफिट हुन्छ कतिलाई लस हुन्छ त्यो भन्न सकिँदैन। कसैले तपाईँहरूलाई ग्यारेन्टी दिन्छ भने एक प्रफिट कमाउन दिन्छु भन्छन् भने त्यो भनेको एकदम फेक हो हैन। अब डेली कुरा गर्नु पर्दाखेरि अब तपाईँहरू जब गर्नुहुन्छ, जब गरेर सेयर मार्केट हेर्ने टाइम छैन भने त्यसको लागि भनेको मेन कुरा भनेको जब तपाईँहरू जबबाट घर आउनुहुन्छ त्यसपछि डेली सेयर मार्केट हेर्ने, सेयरहरू हेर्ने, कुन सही लाग्छ कुन एनालाइसिस गर्ने आफूलाई सही लागेको सेयरहरूलाई छनौट गरेर अब अफिसमा कहिलेकाहीँ खाजा खाने टाइम निकालेर खाजा खाने टाइमतिर ट्रेडिङ गरिहाल्ने, त्यो नै गर्न सक्नुपर्छ। किनकि अब काम भएर हुन्छ, 24 घन्टा सेयर मार्केट हेरेर बस्ने कुरा नि हुँदैन। त्यही भएर अलिकति 2 मिनट 1 मिनटमा हुने कामहरूलाई गर्न सकिन्छ। अब कस्तो त्यो भनेको अलिकति प्रब्लम हो, तपाईँहरूले टाइम म्यानेजमेन्ट गर्नुपर्छ। मेन कुरा भनेको कस्तो सेयरमा इन्भेस्टमेन्ट गर्दा ठिक होला चाहिँ भन्ने कुरामा भन्दा नि अब तपाईँहरूमा सेयर मार्केटमा सर्ट टर्म प्रफिट त धेरै नै कम हुन्छ। यसरी हामीले साइड बिजनेसको लागि अथवा डेली इन्भेस्टमेन्ट गर्नको लागि, त्यही भएर अलिकति हामी जस्तो जब गर्ने मान्छेहरूले ती लो रिस्क क्याटेगोरीको सेयर किन्नु पर्ने हुन्छ। जस्तै अब एउटा इक्जाम्पल दिउँ, प्रभु ब्याङ्क 1,195 रुपियाँ छ क्यारे, 95 200 त्यही 190। अब त्यो घट्यो भने नि कति नै धेरै घट्ला र होइन, तपाईँहरूलाई त धेरै लस हुँदैन नि त। लो क्यापको सेयर हेर्नु एकदम जरुरत छ कि अहिलेको कन्डिसनमा साँच्चीकै प्रफिट कमाउने हो भने चाहिँ। किनभने लो क्यापको जब तपाईँहरूले सेयर किन्नुहुन्छ नि त्यसले त्यो किन्दाखेरि तपाईँहरूले अलि ह्युज मात्रामा किन्ने कि, जसमध्ये 1,000 किता 2,000 किता 3,000 किता। जस्तै 1,90,000को 3 भनेको कति हुन्छ, 3,570 6 लाखसम्मको सेयर किन्न सक्नुपर्छ। अब 3,000 किता सेयर 190मा किन्नुभयो सपोज, अनिखेर अब तपाईँहरूलाई सपोज 190बाट 210 20 रुपियाँ मात्र बढ्यो भने नि 3,000 किता किनेको सेयरले तपाईँहरूलाई 60,000देखि 70,000 रुपियाँ प्रफिट दिन सक्छ है। त्यो तरिकाले सोच्नुपर्ने हुन्छ। बस तपाईँहरूले 1 महिनामा आफ्नोले जागिरमा जति कमाउनुहुन्छ नि त्यसको 50% भए पनि सेयर मार्केटबाट निकाल्न सक्नुभयो भने तपाईँहरूलाई लाइफ नेपालमा नि त्यति काट्न गाह्रो छैन भन्ने जस्तो लाग्छ होइन। तर विदेशमा जस्तो कमाइ त यहाँ गर्नलाई त गाह्रै छ। महिनामा 2-3 लाख 4 लाख रुपियाँ कमाउनलाई त अलिकति गाह्रै हुन्छ। कि त बिजनेसै गर्नुहोस् होइन, बिजनेस गऱ्यो भने पोसिबल छ। अब बिजनेस पनि नेपालको कन्डिसनमा कहिले के हुन्छ त्यो भन्नै सकिन। अहिलेसम्म इन्भाइरोमेन्टहरू त्यस्तो छैन। अब के तपाईँलाई अब अफिस जाने मान्छे घरमा कतिको सपोर्टर हुन्छ, एक्लैले बिजनेस चलाउन सकिँदैन। हेर्नु, बिजनेस घरको सपोर्ट नभइकन जब गरिकन
घरको सपोर्ट पनि राम्रो हुनुपर्छ। घरले दरु सपोर्ट दियो भने तपाईँहरूले बिजनेस चाहिँ गर्न सक्नुहुन्छ। एटलिस्ट तपाईँहरूले बिजनेस गरेर सबैलाई राम्रो गर्नलाई डेडिकेटेड हुनलाई तपाईँको घरमा कुनै फ्यामिली मेम्बरले फुल्ली सपोर्ट गरेको हुनुपर्छ क्या। जब गरेर तपाईँले ट्याक्कै जब पनि छोड्न नसक्ने, अनिखेर बिजनेस नि एकैचोटि गर्छु भन्ने कन्डिसनमा चाहिँ सकिँदैन। त्यही भएर सेयर मार्केटमा हामीहरूले किन्ने भनेको लो क्याप सेयर नै हो। जस्तै मैले प्रभु भनिहालेँ, एचआरएल भयो, हिमालयन लाइफ इन्सुरेन्स कम्पनी, त्यो भनेको अस्ति 318 थियो, हिजो अस्ति 335 पुगिसकेको थियो क्या अरे। तपाईँहरूले 318, 315, 310 भएको टाइममा त्यसलाई 1000 किता मात्र किनेर राख्नुभयो भने होइन, अहिले त लसमा छ त्यो कम्पनी होइन। अब सेयर मार्केट भनेको अलिअलि रिस्क त भइ नै हाल्छ। 1000 किताको 3,18,000 रुपियाँ हुन्छ। यता पर्चेजिङ गरेर आउँदाखेरि 3,30,000सम्म पर्न सक्छ। त्यो राख्नुभयो भने अब सर्टेन मानौँ अलिकति मार्केट बुल टाइपमा गयो अरे, 318 को 1000 किता किनेर 350 मात्र पुग्यो भने पनि तपाईँहरूले कति कमाउनुहुन्छ? 32,000 रुपियाँ कमाउन सक्नुहुन्छ। त्यसै गरी थिङ्किङ गर्नुपर्ने हुन्छ सेयर मार्केटमा चाहिँ। अब सधैँ लाखौँ कमाउँछु, एकैचोटि करोडौँ कमाउँछु भनेर सेयर मार्केटमा छिर्यो भने मेरो जस्तै हालत हुन्छ। हेर्नु, म पहिला भएको जस्तै मैले 2076 सालतिर नेपाल एनआइसी एसिया लघुवित्तको 100 किता सेयर किनेँ 1455। त्यो भनेको एकदम कम क्वान्टिटीमा, तर कति भयो 1,45,500 रुपियाँको सेयर मैले सेकेन्डरी मार्केटमा छिरेको नि त्यही सेयरबाट हो। हुन त मैले पहिला नि एनआइसी एसिया ब्याङ्कहरू अनिखेर इन्सुरेन्स कम्पनीहरू किनेको थिएँ। त्यो दिनसम्म लस भएको थिएन। जब मैले एनआइसी एसिया लघुवित्तको 1455मा किनेँ नि, त्यो दिनदेखि रेगुलर घट्न थाल्यो। अनिखेर म भने के थिएँ भने, मेरो के सोचाइ थियो भने, सेयर मार्केटमा घाटा खाँदा कहिले पनि बेच्दिनँ, बरु कुर्छु नि 5-7 वर्ष भन्ने खालको कन्सेप्ट थियो। तर 6 वर्षपछि अस्ति 83 साल 82कै होला, 82को भदौतिर मैले त्यही सेयरलाई 60,000 लसमा बेचेँ कि 60 to 70,000 लस। 6 वर्ष 7 वर्ष 1.45को सम्मानी हाफ 65,000को लसमा बेचेँ। अब मैले त्यति बेला गरेको मेन मिस्टेक भनेको चाहिँ एउटा भनेको स्टप लस गर्न जान्नु। जस्तै 1455को 10%, 145 अथवा 20%, 290 को हुँदैखेरि मैले बेचेको भए 1200, मलाई कति भयो जम्मा 29,000 अथवा त्यस्तै 29,000 भनौँ न, 29,000 मात्र लस हुन्थ्यो। त्यही पनि त्यही बेला हुन्थ्यो। नत्र भने मैले त्यो बिस्तार 50 किता 40 किता घट्दै आउँदाखेरि सेयरलाई वेटेज एभरेजमा बढाउँदै लगाए भए नि सायद यति धेरै लस हुँदैन थियो। मेरो लागि भनेको मैले सानो लगानीकर्ताको कुरा गरेँ हो। ठुलो लगानीकर्ताहरू त अब उनीहरूको क्यापिटल हुन्छ, बियर गर्न सक्ने पोसिबिलिटी सबै हुन्छ। त्यसपछि मैले 70,000मा लसमा बेचेँ। अब प्रफिटको कुरा गर्नुहुन्छ भने त्यस्तै मैले एनआइसी एसिया कुनै बेला 435मा किनेको थिएँ है, 435मा किनेको थिएँ, 920 हुँदा नि बेचेको। भनेको एउटै सेयरमा 600 पर सेयर 600 हुँदाखेरि मैले लगभग एउटै त्यो सेयरबाट 1-1.5 लाख रुपियाँ कमाएको थिएँ पनि। त्यही भएर मार्केटको लागि भनेको धेरै हाई भएको सेयर हामीले किन्ने होइन। हुन त हाई रिस्क हाई प्रफिट भन्छ, तर त्यसको लागि 24 घन्टा मार्केट हेर्ने हुनुपर्छ कि। मार्केटलाई कसरी बुझ्नुपर्छ भने मार्केट कहाँ कति बेला टर्न एराउन्ड हुन्छ, कति बेला अप हुन्छ, कति बेला डाउन हुन्छ। टेक्निकल एनालाइसिस बुझ्नुपर्छ। ब्लू क्यान्डल, रेड क्यान्डल सबै बुझेर मात्र
त्यो टाइपको इन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ। त्यसै इन्भेस्टमेन्ट गर्न सक्यो भने मात्र हामीले जे होस् फुल टाइम प्रोफेसनल रूपमा नै एडप्ट गर्न सक्छ। तर म चाहिँ सेयर मार्केटलाई अहिले नै एडप्सन गर्नु चाहिँ भन्दिनँ। 10 वर्ष 15 वर्ष 5-10 वर्ष त्यो रेगुलर त्यो मार्केटलाई हेर्न सकियो भने हामीले त्यसमा इन्भेस्टमेन्ट गरेर राम्रो रिटर्न पाउन सक्छौँ। भन्नाले अब तपाईँहरूलाई सुरुमा 15-20 वर्ष काम गर्ने, त्यसपछि रिजाइन दिने, यता नि सेभिङ हुन्छ अनि उता नि करा कमाउँछ, एउटा हो। त्यो भन्नुहुन्छ नि अर्को बुढेसकालमा के कमाएर के गर्ने, अहिले नै यङमा कमाएर घुम्ने, नयाँ नयाँ ठाउँ घुम्ने भन्न चाहनुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ हजुरहरूले फुल टाइम डह्रो मेहनत गर्नुपर्ने हुन्छ। त्यसमा नि ग्यारेन्टी छैन कि रिटर्न आउँछ आउँदैन भनेर होइन। अनि अर्को भनेको तपाईँहरू इन्भेस्टमेन्ट गर्नुहुन्छ भने सकेसम्म एउटा सर्टेन ग्रुपमा इन्भल्भ हुनु। सेयर मार्केटहरूको छुट्टै प्राइभेट ग्रुपहरू छन्, पेड ग्रुपहरू छन्। कुनै एउटा पेड ग्रुपमा बसेर इन्भेस्टमेन्ट गर्न सक्नु खोज्नु। सुरुको 1-2 महिना पेड ग्रुपमा छिरेर पनि उहाँहरूले त्यहाँ कुन सेयरको कुरा हुन्छ, त्यसको सेयरको भोलिपल्ट पर्फर्मेन्स कस्तो हुन्छ, बढ्छ बढ्दैन, घट्छ घट्दैन, 4-5 हजार 10 हजार जति सेयरको पर्फर्मेन्स हेर्नुहोस् ग्रुप अनुसार। ग्रुपको त्यो टेक्निकल एनालिस्टहरूको, फन्डामेन्टल एनालिस्टहरूको हेर्दाखेरि अनिखेर बल्ल राम्रो भयो भने मात्र त्यसलाई किन्नु होला। त्यसरी किन्न सक्नुभयो भने हजुरहरूले जे होस् घाटा खानुहुन्न, राम्रो प्रफिट आउन सक्छ। यो भनेको चाहिँ अब सानो लगानी गर्दा नि हो, ठुला नि लगानी गर्दा सुरुमा 10-15 हजार अब पेड ग्रुपमै भयो भने त्यसमा इन्भेस्टमेन्ट गर्नु होला। सेकेन्ड भनेको अब आफै गर्छु होइन भन्यो भने इपिएस हेर्नुहोस्, अर्निङ पर सेयर हेर्नुहोस्। त्योभन्दा नि मेन इम्पोर्टेन्ट भने डिस्ट्रिब्युटेबल प्रफिट हेर्नुहोस्। यो वर्षको डिस्ट्रिब्युटेबल प्रफिट कति छ त, त्यसले डिटरमाइन गर्छ क्या। अब कुनैले प्रफिट 4 अर्ब 5 अर्ब देखाइरहेको हुन्छ, डिस्ट्रिब्युटेबल प्रफिट चाहिँ माइनसमा हुन्छ। त्यो कन्डिसन तपाईँले सेयर किनेर कुनै फाइदै छैन कि। तपाईँहरूलाई 1 रुपियाँ नि रिटर्न आउनेवाला छैन। त्यो कुरा ध्यान दिनुहुन्छ। यहाँ चाहिँ कतिपय इन्भेस्टरहरू चाहिँ के छ भने प्रफिट हाई देखायो भने, नेट प्रफिट हाई देखायो भने छिरिहालिदिने, अनि के अरे बढ्छ भने अनि त्यहाँ अलरेडी एउटा ग्रुपले माथिसम्म पुर्याइसकेको हुन्छ अनि आफू छेड्ने बित्तिकै त्यहाँबाट लस देखिन थाल्छ। मेन प्रब्लम हामीले त्यसमाथि मिनिमाइज गर्नु पर्छ होइन। त्यसपछि अर्को कुरा भनेको प्रफिट कमाउनको लागि मैले भनिहालेँ एउटा गोल बनाउने। स्मल इन्भेस्टर हुनुहुन्छ भने स्मल इन्भेस्टरको लागि सुरुमा 4-5 लाख रुपियाँ चाहिन्छ कि। त्यत्तिकै प्रफिटमा कमाउन सकिँदैन। 4-5 लाख रुपियाँ 6 लाख रुपियाँ भयो भने एकैचोटि 190, 180 भएको सेयरहरूको 3-4 हजार किता भोल्युममा किन्ने। एउटै भोल्युममा एकमुष्ट किनिसकेपछि अनिखेर मात्र 10 रुपियाँ बढ्यो नि, 20 रुपियाँ बढ्यो नि, 30 रुपियाँ बढ्यो नि, तपाईँलाई डाइरेक्ट 3,000 त 30,000, 60,000, 90,000, लाख गरेर फाइदा हुनसक्छ। यो किसिमले इन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ। यसै गरी नै जबसम्म हामी बुझ्दैनौँ नि, त्यही भएर तबसम्म त्यही किसिमले इन्भेस्टमेन्ट गर्नुपर्छ। म अलिकति धेरै तपाईँहरूसित पैसै छ भने अहिले नबिलको सेयर 100-200 किता 10-11 लाखको किनेर राख्नुभयो भने हजुरहरूलाई लङ टर्ममा अथवा सर्ट टर्ममा त्यसको बेनिफिट मजाले पाउन सकिन्छ। अरू त्यस्तै हो। अब तपाईँहरूले वाइज डिसिसन लिनुहोस्। सानो लगानीकर्ता हुनुहुन्छ भने 500 मुनिकै सेयर हेर्नुहोस्। 500 भन्दा नि म त अझ भन्छु 400 मुनिको सेयर हेर्नुहोस्। किनभने घट्यो भने धेरै तिनीहरू घट्ने चान्स नै हुँदैन, लस पनि त्यही धेरै हुँदैन। तर बढ्यो भने त राम्रै प्रफिट हुन्छ। जे होस् तपाईँहरूको पकेट खर्च जति आउँछ लगानी गर्न नडराउनुहोस्, इन्भेस्टमेन्ट गर्नुहोस् र आफ्नो
फ्यामिली सहित खुसी हुनुहोस्। धन्यवाद।